हे प्रभु, यो हृदय अत्यन्त व्याकुल भइरहेको छ। हजुरको दर्शन प्राप्तिको लागि लालायित तडपिरहेको छ प्रभु, छटपटिरहेको छ। मेरो योग्यता क्षमता त केही पनि छैन हे नाथ। हजुरको दर्शन प्राप्त गर्ने सामर्थ्य ममा ध्यान जप तप अनुष्ठान केही पनि छैन। प्रहलादजी जस्तो निरन्तर अखण्ड अविरल जप पनि छैन। ध्रुवको जस्तो कठोर तप पनि छैन ममा हे प्रभु। कुनै प्रकारको साधना अनुष्ठान जान्दिन म। न त त्यो भावले भरिएको माता सवरीको जस्तो वैर छ, न हजुरका परम मित्र परम सखा सुदामाजीको जस्तो कनिका छ। केही पनि छैन प्रभु मसँग। हजुर